हेलो साथीहरू, नमस्कार सबैजनालाई। वेलकम टु माई न्यू मिनी ब्लग। आज चाहिँ शनिबारको दिन चाहिँ मैले अब रुमहरू मिलाउँछु भनेर चाहिँ लागेँ, किनभने अब आएपछि भ्याइँदैन, आएपछि अब स्कुल जानुपर्छ। आज चाहिँ छुट्टीको दिन चाहिँ अब मिलाउँछु भनेर सुरुमा चाहिँ मेरो बेड मिलाएँ, मैले तन्दा सेट गरेँ, तन्दा चाहिँ साटसुट मिलाएँ सबै कुरा। अनि त्यसपछि मैले चाहिँ अब सिरानीहरू राखिदिन्छु। पहिले कभर राखिसकेको थियो सिरानीमा, अनि त्यसपछि चादर मिलाएँ। अनि त्यसपछि मेरो यो किताबको टेबलहरू पनि आज मिलाउँछु भनेर सबै एकदम डिपली क्लिन गर्छु भनेर म लागेँ। अनि त्यसपछि माथि त्यो फुटाहरूमा पनि अलिअलि धुलो लागेको थियो, त्यहाँ पनि गएर सफा गरिदिन्छु भनेर अनि सफा गरेँ। अनि त्यसपछि कोलीले पुछेँ त्यो टेबललाई। अनि त्यसपछि फेरि म त्यो अब सल राखेँ माथि कभरको रूपमा। अनि त्यसपछि यता मिलाएँ। एउटै पोजिसनमा चाहिँ राख्नु मन लाग्दैन मलाई, किनभने साइडे चाहिँ मलाई चाहिँ मेरो रुम चाहिँ मैले डेकोरेसन गर्नु मन लाग्छ। सफा गर्दै पछि चाहिँ मैले हरेकचोटि चाहिँ कहिले बेड सार्छु, कहिले टेबल सार्छु, यस्तै है साथीहरू म चाहिँ। अनि त्यसपछि मैले चाहिँ त्यो सल राखेको हेर्नु, त्यो झर्को झरे गरेर हावाले एकदम पातलो खालको रहेछ। अनि त्यसपछि झ्याउ गरायो गयो। अब आजलाई चाहिँ यहीँ राख्छु। अनि त्यसपछि त्यो धोइसकेपछि चाहिँ फेरि मिलाउनु पर्ला भनेर सोचेँ। अनि त्यसपछि चाहिँ त्यसलाई मैले फोल्ड गरेर राखिदिएँ। अनि सुटकेस राखेँ। अनि त्यसपछि अब मैले कुर्सीलाई पनि सफा गरेर त्यहीँ मिलाएर राखिदिन्छु भनेर राखिदिएँ। अनि त्यसपछि मैले चाहिँ झ्याल सफा गर्न लाएँ। झ्याल पनि मैले चाहिँ कोलीले सफा गरेँ। एकदम यसले सफा गर्दा चाहिँ एकदम साइनिङ आउँछ, एकदम सफा हुन्छ कि यसले चाहिँ। अनि त्यसपछि अर्को टेबल पनि सफा गर्छु भनेर लाएँ। अनि त्यसपछि त्यसलाई पनि कभर राखिदिएँ, अर्को चेन्ज गरेँ नयाँ। अनि त्यसपछि सबै सामानहरू चाहिँ पुसेर चाहिँ पहिला त्यहाँ टेबलमा राखिदिएँ। अनि त्यसपछि टेबलमा राखिसकेपछि अनि मिलाउँछु भनेर साथीहरू। अनि त्यसपछि मेरो मेकअपको सामानहरू चाहिँ मैले मिलाउँदैछु है साथीहरू। अनि त्यसपछि मैले अब त्यहाँ मिलाउँछु सट्ट सबै क्रम वाइज सबै मिलाउँछु भनेर। अनि त्यसपछि मिलाइसकेछु। अब म मिलाउँदैछु, हेर्नु मिलाइसकेछु। कति गाह्रो हुने कि, यति गर्मी थियो साथीहरू, यति गर्मी थियो आजको दिन त कुरै नगर्नु, पसिना भएर यति गाह्रो भयो। त्यही पनि सफा गर्छु भनेर अब आजकै दिन हो। अनि त्यसपछि अब भोलि फेरि अरू कामहरू हुन्छ। अनि त्यसपछि सफा गरेर भइसक्यो मैले त्यहाँ। अनि त्यसपछि सबै त्यो एक्स्ट्रा नचाहिने चिजहरू चाहिँ बाहिर डस्टबिनमा लगेर फालिदिएँ। अब अरू कन्टिन्यू छ, अर्को भिडियोमा चाहिँ मैले पार्ट